पर्न थालिरहेछ सेतै भइरह पुरै सेतै यति रमाइलो भइरहेछ नि खुसी लागेर केही देखि होइन क्या देखिन चाहिँ केबुल कारको यात्रा गर्नेछौँ गर्ने रहेछ क्या यो गुड मर्निङ फ्रम कालिम्पोङ यो के भन्छ अब यो टावरमा उक्लिँदाखेरि चाहिँ घचक्क गर्ने चाहिँ कालिम्पोङमा जाँदैछ पुरा हुने विश्वास छ हेलो एन्ड नमस्ते वेलकम टु माई अनदर न्यू ब्लग आज हाम्रो यात्रा छ कालिम्पोङ र यो हो हाम्रो दोलखाको सदरमुकाम चरीकोट यो चरीकोटको सातो बाटो चोकबाट काठमाडौँतर्फ जाने बाटो 2-3 किलोमिटर अगाडि गइसकेपछि कालिम्पोङ जाने बाटो छुट्टिने रहेछ चरीकोटदेखि कालिम्पोङ चाहिँ 18 किलोमिटर मात्र रहेछ तर आधी जस्तो चाहिँ रोड ढलानै पुगिसकेको रहेछ यहाँको चाहिँ आधी रोडमा चाहिँ ढलान गर्नको लागि निर्माण हुँदै गरेको देख्न पाइयो देख्न सक्नुहुन्छ आजको मौसम चाहिँ खासै राम्रो छैन सु लागेर पुरै अन्धकार भएको छ अगाडिको त केही देखिँदैन त हुस्सु लागेर जस हुस्सु आउनु जानु भइरहेछ अब फोनमा बिस्तारै चौरीले चाहिँ हाम्रो उता बाछो पनि रहेछ सानो सानो दुध दुनलाई हिँड्नको लागि अब दुध दुनलाई के घाँस खाने त सिके घाँसहरू यिनीहरू चाहिँ यस्तैमा नै उस गर्ने हुर्केको उनीहरूको दामी रहेछ नि बाछे भन्छ होला सानो बाछो कस्तो राम्रो रहेछ भन्नै अब माथि लाँदै देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी कुरी गाउँको छेउछाउमा आइसकेका छौँ पुरी भिलेज जाँदैछ आउँदैछ के गर्नु जाँदैछ आउँदैछ देख्न सक्नुहुन्छ यो चाहिँ निलो छाना गरेको चाहिँ कुरी बजार रहेछ हामी अहिले धेरै उचाइमा छौँ यहाँको चिसो एकदमै छ मलाई चाहिँ एकदम राम्रो लाग्यो यो घरहरूको बनावटी यहाँ चाहिँ हिउँ पर्ने भएकाले यो घरको छानो चाहिँ भिरालो बनाएको रहेछ आम्मा चिसो ल पानी के हुन्छ हामीलाई चाहिँ गाडीले यहाँसम्म ल्याएर छोडिदिनु रहेछ र अब हामी चाहिँ केबल कारको टिकट काटेर माथि कालिम्पोङ भगवती माताको दर्शन गर्न जानेछौँ त्यो पारिपट्टि चाहिँ हिउँ परेर रहेछ क्या पुरै सेतै छ रुखहरू नि जस अलिअलि हिउँ परेछ अब हामी चाहिँ जानुपर्ने त्यो डाँडामाथि हो माथि अब यहाँ केबल कार चढेर टिकट काट्ने ठाउँ चाहिँ यहाँनिर रहेछ केबल कार चढ्ने टिकट आयो चाहिँ एकजनाको लागि अब हाम्रो चाहिँ यहाँबाट इन्ट्री भयो हाम्रो जाने उहाँले टिकट चाहिँ गर्नु हुँदो रहेछ फर्किँदाखेरि त यहाँको लागि छुट्टै हुँदो रहेछ नि त यहाँको मौसम यति चिसो भएछ हात यस्तो भइसक्यो चिसोले कताबाट
त्यहाँनिर कुरिरहेको थियो हाम्रो पालो चाहिँ यताको केबल कार आयो क्या 3जनाको लागि अब यहाँनिर टक्क केबल कार आउँदैछ सरर खुलिरहेको थियो एकैछिनमा हुस्सु लागिहाल्यो अब हाम्रो यहाँबाट चढेर सरर माथि जाने हो त्यस्तो चिसो छ कहिले आउँदै ल हाम्रो केबल कार चाहिँ अब हिँड्यो नारायण दाइ यहाँ बस्छ मौसम त कचक्क गर्ने रहेछ क्या त्यो गुड मर्निङ फ्रम कालिम्चोक यो के भन्छ अब यो टावरमा उक्लिँदा चाहिँ घचक्क गर्ने रहेछ क्या लाग्ने अहिले भन्दा नि यो बिचमा कुनै बत्ती गएर रोक्यो भने चाहिँ अनि त्यस्तो तलमाथि हुन्छ त्यति बेला चाहिँ ल अब हाम्रो स्थान आइपुग्यो ओर्लिनी ट्याक्क लाएर चाहिँ यहाँनिर अब त्यो माथि चढ्न पो गाह्रो हुन्छ त यहाँ त के चलिहाल्छ नि माता भगवतीले कालिम्चोक भगवतीले बोलाइसकेपछि 70-80 वर्ष बुढा चढ्छ हामी हाम्रो बुवा आउन अझै कस्तो रहर गर्नु ल हामी चाहिँ यहाँबाट ओर्लिसकेपछि यस्तो छ क्या मौसम अलिक खुल्दैन आजको मौसम अलिकति नराम्रै छ भनौँ न त्यति राम्रो होइन यहाँ आइसकेपछि यस्तो दामी लाग्ने रहेछ चिसोले हात चाहिँ पुरै कक्रक्क परेको क्या जेस आइपुग्यो माथि रमाइलो छ एकैछिन हाउस लाएर माथि केही देखेन नि अब फेरि यस्तै छ बेला बेला खुलिरहेछ बेला बेला उ यस्तो भइरहेछ अन्धकार केही देखिया होइन नजिकको पनि यता त यस्तो रमाइलो छ नि जस ठाउँ चाहिँ आउनै पर्ने ठाउँ हो क्या यो पनि अब एकदम रमाइलो माथि जानुपर्छ अब हामी चढेर यहाँहरूको पुरै यो घाँसहरूमा चाहिँ हिउँ हुन्छ नि जम्मा भएर बसेको थियो यहाँ तुषारले चाहिँ एकदम सेतै छ क्या मलाई चाहिँ यस्तो अलिकति उचाइदेखि चाहिँ अलिक डर लाग्छ क्या ढाटे होइन छोरी मम्मी र तल चाहिँ अलिक हेर्नु नहुने रहेछ कस्तो डर लाग्ने रहेछ क्या मलाई चाहिँ डर लाग्छ अब तपाईँ त डक्टर जस्तो मान्छेलाई पनि डर लाग्यो भने त नि भिडियो खिचा भर्याङ यो फलामको भर्याङमा चाहिँ अलिअलि डर लाग्दो रहेछ अलिकति मेरो एउटा फोटो खिच्दै एकदम डर लाग्ने रहेछ क्या मेरो एउटा फोटो खिच्दै ल अनि अब हामी चाहिँ माथि नै आइपुगिसक्यो पछाडि देख्न सक्नुहुन्छ एकदम ठुलो त्रिशुल रहेछ यहाँनिर लगभग आइसक्यो हात चाहिँ एकदम ठिकै रहेछ जे चल्दैन हो चल्दैन त
अम्लाहरू हेर्दै गर्नु होला। अब त हामी अगाडि गएर पूजाहरू गर्छौँ। अब चाहिँ यहाँनिर चाहिँ हिउँ पर्न लाग्यो कि हिउँ झरिरहेको छ क्या, अब फुस्सा गरेर होइन त्यसो रमाइलो हुन्छ जस्तो लाग्यो। यस हिउँ पनि पर्न लाग्यो यहाँनिर आइसकेपछि हिउँ झरिरहेछ अलिअलि। अब धेरै झर्न पनि सक्छ अब हिउँ भन्न सकिन्न। यो घुमेर चाहिँ पाल्ने होला होइन त? घुमेर बाल्ने रे छोरा पातीहरू त्यहाँ थियो नि भन नि पातीहरू त्यहाँ छ। हामीले चाहिँ यहाँनिर एक फन्को घुमिसकिसकेपछि म यहाँ पूजा गर्नुपर्ने रहेछ, मैले बिर्सेँ होइन। अब यहाँनिर पूजा गरेर यहाँनिर अब पूजा गरेर रमेश दाइ अब कालिम्पोङ भगवती माता कि जय। ल अब चाहिँ हामी तल लाग्यौँ। फोहोरहरू यता फाल्नु हुँदैन, ब्यागमै हाल्नु फोहोर। अहिले चाहिँ मौसम खुलेर मौसम अहिले चाहिँ दामी पाराले खुलिरहेछ। जस हल्का हल्का खुलेर यताउतिको भ्यूहरू राम्रोसँग देख्न पाइयो। पुरा हुस्सुहरू लागिरहेछ। अहिलेको भन्दा जस धेरै खुलिरहेछ होइन। केबल कारबाट आउने जाओस् भइरहेछ, दामी देखिरहेछ। हिउँ परि नै रहेछ हल्का फुल्का एकदम राम्रो बनाएको छ। जस हामीले पारितिरको हिमालहरू चाहिँ अलिकति निहालेर हेर्न पाइएन हुस्सुले गर्दा। जस यति यहाँ आएर यतिको हेर्न पाउनु नै ठुलो कुरा हो। यहाँको मौसम चाहिँ अलिअलि खुल्ने। अब चाहिँ हामी फर्किँदैछौँ तलै आएर। डर लाग्यो केबल कारमा फर्किँदैछौँ भन्। हामी अब केबल कारबाट तल मेरो नि आवश्यक यो भाइ कस्तो डराउँछ भने उचाइदेखि डर लाग्छ क्या मलाई। यस्तो हुँदा ल हावा चाहिँ हुस लागिसक्यो पुरै। एकछिन बस्ने हो त। अब चाहिँ यहाँनिर चाहिँ हिउँ पर्न थालिसकेछ। सेतै भइरह पुरै सेतै यति रमाइलो भइरहेछ नि। हुस लाएर केही देखिया होइन क्या। देखिन चाहिँ हुस लाएर पुरै अन्धकार देखिया होइन। तर यति फेस मात्र खिच्दा चाहिँ बबाल देखिया क्या। राम्रो आइरहेछ हिउँ परिरहेछ पुरै सेतो भइरह। यस्तो रमाइलो हुन्छ भन्ने सोचेको थिएन होइन। जस हिउँ पर्छ कि पर्छ भनेको थियो। मैले चाहेको कुरा नि पुरा भयो। हिउँ पनि पऱ्यो होइन। कालिम्पोङ आउने पनि रहर इच्छा सबै पुरा भयो। आउने रहर थियो आइयो। हिउँ परेर नि यस्तो रमाइलो भयो। चिसो भइरहेछ एकदम रमाइलो भइरहेछ होइन। अवश्य आउनु होला। झन् यो अलि ठुलो हिउँ पऱ्यो त बवाल हुन्थ्यो। इतना खुसी इतना गम रमाइलो छ। आज जस हिउँ पर्न सुरु भएर छ आजबाट। भोलिदेखि चाहिँ यति रमाइलो हुन्छ क्या। भोलि जस आउने पर्यटकहरूको भिड हुन्छ जस्तो लागिरहेछ।
हिउँ परिसक्यो त सबैजना हिउँ खेल्नलाई त आउने हो नि प्रायः जस्तो। यस्तो रमाइलो हुन्छ नि हुसु लाएर पुरा केही देखिन चाहिँ हिउँ परिरहेछ बरबर झरिरहेछ। त्यति ठुलो परेको चाहिँ होइन जे होस् सानोतिनो हिउँ परिरहेछ खुसी लागिरह। मौसम ठिकै छ भनौँ न हुसु लाएर जस हिउँ पनि पर्यो होइन रमाइलो छ ल।